कहाँ गइस तल गएको छस् ओ आए आए गुड मर्निङ सबैजनालाई हेर्नुहोस् है अहिले चाहिँ बजेको छ 4:30 बजे चाहिँ हामी टक्क उठेर चाहिँ हामी चाहिँ दुईजना चाहिँ च्याउ हन्टिङको लागि चाहिँ हिँडिसक्यौँ। यो जङ्गलको बिचमा किन छौँ भने चाहिँ आज चाहिँ हामी जाँदैछौँ च्याउ हन्टिङ गर्नलाई चाहिँ मुरकुटीको जङ्गलमा। हेलो गाइज, फाइनल्ली हामी चाहिँ जङ्गलमा आइसकेका छौँ। अब चाहिँ आधी घन्टाको अथक प्रयासपछि चाहिँ जङ्गलमा आइपुग्यो। अब सूर्य देवताले पनि पूर्व क्षितिजमा लाली छरिसक्नु भएको छ। हामी पनि जङ्गलमा आइपुगेका छौँ। बजेको छ 5। हामी घरमा त निस्किने 4:30 भएको थियो। कतिको च्याउ भित्तिन्छ, भित्तियो भने हजुरलाई पनि देखाउनेछौँ। भित्तिन भन्दा क्या अन्त नि अन्त साथीहरू यो जङ्गली जनावरहरू बढेर च्याउहरू चाहिँ बढेलले चाहिँ खाएर सिद्धाएको भन्ने चाहिँ स्थानीय बासिन्दाहरूले भन्दा रहेछन्। यो कुरा के साँचो हो त साथीहरू? के बनेलले च्याउ खान्छ त? तपाईँहरूको जानकारीमा छ भने चाहिँ कमेन्टमा चाहिँ हो यार खान्छ यार, हाम्रो गाउँमा खान्छ बड्डा भन्ने लेख्नु होला है त। कहाँ गइस तल गएको छस् ओ आए आए ओ काली ओराली गर्दै सल्याउ च्याउ बगाले च्याउ घोप्पाङ च्याउ खोज्दै आइपुगेमा मुरकुटीको जङ्गलमा। मुरकुटीको जङ्गलमा हाम्रो चाहिँ आज सल्याउ हन्टिङमा आउने बेला चाहिँ भुट्टियो है त गाइस, भित्तियो सल्याउ च्याउ। यो चाहिँ अन्डामा चाहिँ टक्क निस्किँदैछ यहाँ चाहिँ। हो भाइ मिसन सफल भइसक्यो। धेरै किन चाहिएर यसलाई चाहिँ यस्तो भाँच्यो भने अर्को साल बल्ल उम्रिन्छ। जराबुटे भएर लग्ने होइन, भाँचेर लग्नुपर्छ ल। हुन्छ पहिला अनि फक्का आउँछ कि। ए त्यो अन्डा माथि आउँछ त्यो पछि यो पहिला निस्किन्छ अनि बल्ल यो निस्किन्छ। ए अन्डा त्यो अन्डाको बिचबाट यो निस्किन्छ नि, फुटालेर निस्किन्छ नि। ए सफल भयो है, सफल भयो। हामी सल्यान यो भर्खरै त्यो काम त हामी यार यति बेला काम त कस्तो नदेख्यो हामी भाइ। त्यही बाटो गएको फर्किँदा भेट्यो। है सल्याउ च्याउ नगर ख्याउ ख्याउ। ल भित्यो है, भित्यो शिवाले गाई शिवाले, यसको बोल्टा है शिवाले। ओ भाइ शिवाले गाई। ल बल्ल शिवाले भित्या छ, लगाले भित्या छ। अरू के भित्तिन्छ है त गाइजहरू, हेर्दै गर्नुहोस् है, हेर्नुहोस् है साथीहरू। यो मान्छेहरू यतिसम्म पापी हुन्छन्। यो चाहिँ सल्याउ च्याउको चाहिँ कोपिला, फोक्रिने लागेको कोपिला है। तर मान्छेहरूले चाहिँ च्याउ खोज्न आएर चाहिँ यो उखालेर फाल्यो। यस्तो गर्नु भएन साथीभाइ, दिदीबहिनी, लेडिज एन्ड जेन्टलम्यानहरू, यस्तो नगर्नुहोस् न हजुरहरू। तपाईँ जस्तो ज्ञानी मान्छेले यस्तो गऱ्यो भने चाहिँ अरूले के गर्ने भन्नुहोस् त? यस्तो काम नगर्नुहोस्। तपाईँले नटिपे नि अरू कोहीले टिप्छ, कोहीले नटिपे जङ्गली जनावरले खालान्। त्यो पनि भएन भने आफ्नो उमेर पुऱ्याउँछ, मर्छ। तपाईँहरू किन बाठो त्यस्तो बाठो नभइसिनु होला है त हजुर। यही सानो अनुरोध तपाईँहरूलाई म बिन्ती टक्राउन चाहन्छु। जति पनि च्याउ प्रेमी साथीहरू हुनुहुन्छ
च्याउ हन्टमा हुनुहुन्छ तपाईँहरूले चाहिँ यो जल्लो काम चाहिँ नगर्नु होला भन्न चाहिँ म चाहिँ यस सिरसिरी बतासको बेलामा चाहिँ अनुरोध छ है त साथीहरू। च्याउ त खोज्न आइयो तर उकालो चढ्न गाह्रो छ गाइजहरू, के गर्ने हजुर। च्याउ खोज्न आएको लौरो टेकेर हिँडेको छु, च्याउ पनि अलिअलि मात्र झुक्यो। अब घर त फर्किनु पऱ्यो हेर्नुहोस्, जङ्गल आइसकेपछि घर फर्किनु पऱ्यो भनेर चाहिँ कसैको लौरो टेकेर हेर्नुहोस् है। के भने रहर हजुर रहर, यो बाध्यता होइन रहर है त हेर्नुहोस्। ल अब दुईजना देखिए च्याउ खेल्ने मान्छेहरू, पाल्नु दादा दुईजना, वाल्नु दादा हामी दुई भाइ। हन्टर्स ग्रुप भयो त, हन्टर्स ग्रुप। हामी त कोही पनि आउँदैन क्या हो, च्याउ खोज्न हामी मात्रै आउँ क्या भनेको चाहिँ आउने रहेछन् साथीभाइहरू। पाल्नु दानामा दुईजना चाहिँ प्लास्टिक बोकेर दौडिरहेछन्, हामी वाल्नु दादा चाहिँ बसिरहेछन् रेस्ट गरेर। हाम्रो दुईजना भाइहरू पनि च्याउ खोज्न आएछन्। भाइहरूले कति भेटायो त? कति भेटायो? भेट्टेन? ए तिमी दिलीप सरको पार्टनर हो? Hai Bandela. Oh, thank you Chori. Kursan boleh hari. Bye, benar sampai jumpa. Bye, lah sampai jumpa. Bye.